नमस्कार, मेरो नाम नरेन्द्र तामाङ। म रिलायबल लाइफ इन्सुरेन्सको सिनियर एजेन्सी म्यानेजर। म रिलायबल नेपाल लाइफ इन्सुरेन्समा विगत 6 वर्षदेखि काम गरिरहेको छु। आज म तपाईँहरूलाई जीवन बिमा के हो, अझै पनि हाम्रो नेपाली समाजमा जीवन बिमाप्रति एकदमै नकारात्मक धारणा रहेको छ। त्यो धारणालाई के हदसम्म म चिर्ने प्रयास आजको भिडियो मार्फत गर्ने कोसिस गर्दैछु। सर्वप्रथम जीवन बिमा भनेको के हो यो बुझ्नु पर्यो। जीवन बिमा भनेको चाहिँ एउटा जीवन बिमा गर्ने कम्पनी र जीवन बिमा गर्ने व्यक्तिबीचको एउटा करार सम्झौता हो, जहाँ चाहिँ व्यक्तिले निश्चित प्रिमियम तिरेपछि चाहिँ उसको जोखिम वहन सुरु हुन्छ। यसलाई नै जीवन बिमा भनिन्छ। जीवन बिमा किन जरुरी छ त हाम्रो जीवनमा? के जीवन बिमा नगरे नै हुँदैन? हो, जीवन बिमा एकदमै गर्नुपर्छ भन्ने कुनै उयो होइन, तर जीवन बिमा किन जरुरत छ भन्ने विषयमा चाहिँ म तपाईहरुलाई आज प्रस्ताउन चाहन्छु। जीवन बिमा भनेको चाहिँ तपाईँ, म, हामी, तपाईँ हाम्रो परिवार छ। भोलिको दिनमा कुनै पनि आकस्मिक घटना दुर्घटना जस्ता भवितव्यहरूबाट आर्थिक रूपमा सुरक्षा प्रदान गर्ने काम चाहिँ जीवन बिमाले गर्दछ। त्यही भएर चाहिँ जीवन बिमाको एकदमै जरुरी छ। यसरी जीवन बिमालाई म बुदागत रूपमा किन जरुरी छ भन्ने विषयमा चाहिँ अब तपाईहरुलाई प्रश्न गरिरहेको छु। जीवन बिमाले तपाईको परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्दछ। तपाईँ हाम्रो जीवनमा कुनै पनि आकस्मिक रूपमा भएको अब मृत्यु भनौँ अथवा विभिन्न घटना दुर्घटनाहरू परेको खण्डमा, त्यस्तो अवस्थामा हामीले कमाइ चाहिँ बन्द हुन सक्छ। त्यस्तो अवस्थामा चाहिँ बिमा कम्पनीबाट आएको रकमले चाहिँ तपाईको परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने काम बिमाले गर्दछ। अर्को रहेको छ यो तपाईँ हामी बुढ्यौलीका लागि बचत अथवा बुढेसकालको लागि बचत हो। तपाईँ हामीहरू नेपाली समाजमा पेन्सन आउने भनेको एकदमै न्यून मात्रामा छ। पेन्सन नआएपछि हामीलाई जीवनमा एकदमै टेन्सन हुन्छ। अहिले हामी अब सक्षम छौँ, काम गरिरहेका छौँ। भोलि यस्तो अवस्था पनि आउँछ जुन अवस्थामा चाहिँ हामीले काम गर्न नै सक्दैनौँ। त्यस्तो अवस्थामा हामीलाई तर पैसाको आवश्यकता चाहिँ परिरहन्छ। हो, त्यस्तो अवस्था आउँछ भनेर चाहिँ अहिलेदेखि हामीले थोरै अब रकम बिमा कम्पनीमा जम्मा गरेपछि यदि बीचमा कुनै घटना पर्यो भने त्यो पाइहाल्छ। यदि त्यस्तो कुनै पनि घटनाहरू भएन भने तपाईको अवधि पुरा भएपछि चाहिँ बिमा कम्पनीले एकमुष्ट रूपमा सम एस्युर्ड भने चाहिँ अब हामीले कति लाखको गर्ने हुने हुन्छ त्यो प्लस अनि बोनस सहित आउँछ। यसले चाहिँ अब हामीले बुढेसकालमा चाहिँ आफ्नो गुजारा चलाउनलाई चाहिँ धेरै सहज हुन्छ। अर्को रहेको छ यो क्रिटिकल इलनेस अथवा मेडिकल इमर्जेन्सीहरूमा चाहिँ यसले कभर अथवा यसले सुरक्षा प्रदान गर्दछ। अहिले हाम्रो नेपाली समाजमा धेरै जसो क्रिटिकल इलनेसहरू, धेरै नसर्ने रोगहरू जस्तै क्यान्सर, किडनी फेलहरू चाहिँ एकदमै मात्रामा व्यापक रूपमा बढिरहेको देखिन्छ। यसरी यदि तपाईँले जीवन बिमा गर्नुभएको छ भने चाहिँ यस्तो रोगहरू लागेको खण्डमा यदि तपाईँले उदाहरणका लागि कुनै पनि कम्पनीमा 20 लाखको इन्सुरेन्स गर्नुभएको छ र त्यसमा 20 लाख बराबरको क्रिटिकल इलनेसको सुविधा लिनुभएको छ भने तपाईँको उपचारको लागि बिमा कम्पनीले तपाईँलाई 20 लाख रुपैयाँ प्रदान गर्दछ। तर यसमा तपाईँले उपचार खर्च चाहिँ जम्मा अब 5 लाख 6 लाख क्यान्सर किडनी फेलहरू रोगहरू 5 लाख 6 लाखमा तपाईँको खर्च मात्र भयो।
तर बिमा कम्पनीले त्यति बिलको आधारमा भयो, तर यसमा चाहिँ तपाईँले जति लाखको बिमा गर्नुभएको छ त्यति नै रकम चाहिँ तपाईँको उपचारका लागि बिमा कम्पनीले दिने गर्दछ। त्यस्तै अर्को रहेको छ ऋणभारबाट मुक्त हुनलाई। तपाईँ हामीले कुनै पनि व्यवसाय अथवा घर जग्गा अथवा गाडी किन्दाखेरि अब तपाईँहरूले लोन लिएको हुनसक्छ। त्यस्तो यदि तपाईँले लोन लिनुभएको छ भने चाहिँ तपाईँ बितेर गयो भने तपाईँ सँगसँगै त्यो लोन जाँदैन। त्यो लोन चाहिँ तपाईँको परिवारको टाउकोमा एउटा ठुलो भारी भएर चाहिँ थिच्न आउँछ। हो, यदि तपाईँले जीवन बिमा गरिराख्नु भएको छ भने चाहिँ जीवन बिमाबाट आएको रकमले त्यो लोन तिर्न सकिन्छ र आफ्नो परिवारलाई लोन भारबाट मुक्त गराउन सकिन्छ। ट्याक्स सेभिङ भने चाहिँ कर्म बचत। नेपाल सरकारले चाहिँ अहिले यसलाई 40 वार्षिक रूपमा 40,000 भन्दा बढी प्रिमियम तिर्नुभएको छ भने तपाईँलाई तपाईँको इन्कममा ट्याक्स नकाटिने सुविधा पनि ल्याएको छ, त्यहाँ छुटको सुविधा पनि ल्याएको छ। अर्को रहेको छ, अर्को एकदमै महत्त्वपूर्ण जस्तो लाग्छ, त्यो भनेको बालबालिकाहरूको उच्च शिक्षाका लागि हो। इन्सुरेन्स बालबच्चाहरूको इन्सुरेन्सको मेन उद्देश्य भनेको उनीहरूको उच्च शिक्षा नै हो। कुनै पनि प्यारेन्ट्स अथवा कुनै पनि अभिभावकले आफ्नो बालबालिकाको भविष्य उज्जवल नहोस् भन्ने कसैले चाहँदैन, तर त्यसका लागि हामीले आजैदेखि प्लानिङ गरेर जानुपर्ने हुन्छ। हो, बालबच्चा सानो हुँदैखेरि उसको बिमा चाहिँ एउटा एकदमै सही प्लानिङ पनि हुनसक्छ। किनभने बिमामा तपाईँले 50 लाख बराबरको बिमा गर्नुभयो आफ्नो बच्चाको, तर त्यसमा तपाईँले वार्षिक किस्ता भनेको लाखदेखि 1.5 लाखसम्मको वार्षिक किस्ता बुझाउनु पर्ने हुन्छ। त्यो भनेको चाहिँ अब तपाईँको अवधि र एज अनुसार त्यो थोरै घटिबढी हुनसक्छ। त्यही भएर यसरी तिर्दै जाँदाखेरि तपाईँलाई बिचमा कुनै अब तपाईँ पूर्ण रूपमा अपाङ्ग भयो अथवा तपाईँ यो संसारमै रहनु भएन भने पनि तपाईँले तपाईँको सन्तानको भविष्यका लागि चिन्ता गर्नु पर्दैन। त्यस्तो अवस्थामा बिमा कम्पनीले चाहिँ त्यो बच्चाको सम्पूर्ण पढाइ खर्च हेर्ने गर्दछ। यदि तपाईँले 50 लाखको बिमा गर्नुभएको छ भने त्यो बच्चालाई मानौँ तपाईँले कुनै बिमा कम्पनीमा 50 लाखको बिमा गर्नुभएको छ भने यदि कुनै कारणवश तपाईँको मृत्यु भयो अथवा पूर्ण रूपमा अपाङ्ग भयो भने चाहिँ तपाईँको त्यो बच्चाले मासिक रूपमा 50,000 को दरले र वार्षिक रूपमा त्यो दिनुपर्ने प्रिमियम पुरै छुट यो 26 वर्षसम्म र त्यो बच्चाले 16 वर्षसम्म चाहिँ त्यो 50,000 को दरले पाउने भयो। अनि त्यसपछि त्यो अवधि पुरा भएपछि चाहिँ समेसन प्लस बोनस प्राप्त गर्नेछ। यसरी बच्चाहरूको उज्जवल भविष्यका लागि चाहिँ बिमा गर्नु एकदमै आवश्यक छ। यसले चाहिँ तपाईँ रहे पनि नरहे पनि उनीहरूको उच्च शिक्षाको बाटो चाहिँ रोकिँदैन। अन्तमा यति धेरै कुरा सुनेपछि चाहिँ यसको निष्कर्ष के भने चाहिँ बिमा आफ्नो लागि पनि हो, आफ्नो लागि भन्दा धेरै आफ्नो परिवारका लागि हो। बिमा भनेको चाहिँ एउटा जिम्मेवारी हो जसले चाहिँ भोलि तपाईँको अनुपस्थितिमा पनि तपाईँको परिवारलाई आत्मनिर्भर बनाउने काम गर्दछ। बिमा लिनु भनेको मर्ने विश्वास गर्नु होइन, आफन्तहरूलाई डरमुक्त जीवन दिने एउटा विश्वास गर्नु हो। त्यही भएर जीवन बिमा एकदमै जरुरी छ। आशा लाग्छ आजको यो भिडियोबाट तपाईँहरूले धेरै कुराहरू जीवन बिमा सम्बन्धी धेरै कुराहरू सिक्ने अवसर प्राप्त गर्नुभएको छ। जहाँसम्म लाग्छ मैले त्यो जीवन बिमा सम्बन्धी धेरै कुराहरू तपाईँहरूलाई भन्न र सम्झाउन सकेको विश्वास गरेको छु। यदि तपाईँलाई
जीवन बिमा सम्बन्धी कुनै पनि समस्याहरू भएमा अथवा जीवन बिमा गर्नु परेमा तल दिएको नम्बरमा तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। हस्त, धन्यवाद।